हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल इट्स मी सबिना तामाङ अनि सबैजनालाई ह्याप्पी शिवरात्रि पनि भन्न चाहन्छु। म चाहिँ बिहानै नुहाइधुवाइ गरेर अनि मन्दिर गएर आएको हो नि त, तर मैले भिडियो चाहिँ गराउन पाइनँ। यस्तो हतारमा गएको थिएँ है, अनि भिडियो बनाउन पाइनँ। त्यही पनि मन्दिरमा अलिअलि त्यो भिडियोहरू गराएको थियो, त्यो पनि म यही जोडिदिन्छु। आई होप हजुरहरू सबैजनाले हेरेर माया गरिदिनुहुन्छ होला। मेरो चाहिँ यो फर्स्ट टाइम हो नि त यसरी भिडियो गराएको, अलिकति अप्ठ्यारो फिल पनि भइरहेछ अनि खासै आउँदैन पनि। त्यही पनि ठिकै छ। अब सबैजनाले सिकेर त कहाँ आएको हुन्छ त नि होइन, सिक्छु भनेर चाहिँ मैले बनाइरहेको छु। त्यही हो, आज दिनभरि के गरिदियो सबै देखाउँछु। अनि अब त्यस्तो स्पेसल कन्टेन्ट त्यस्तो त केही पनि छैन। त्यही पनि आज शिवरात्रिको दिनमा चाहिँ म के गर्छु त्यो भिडियोहरू चाहिँ क्याप्चर गरेर हाल्छु भनेर सोचिरहेछु। आई होप हजुरहरू सबैजनाले मन पराइदिनुहुन्छ। मैले बिस्कुट किनिदिन्छ भनेर मेरो पछि आइरहेको छैनहरू चाहिँ यस्तो पछि लाग्छ कि के कुरा गरौँ त। सेम छ कि यिनीहरू चाहिँ फेरि। अब बिस्कुट नकिन्दैछ। म चाहिँ यिनीहरूलाई एउटा बिस्कुट किनिदिएर पशुपतितिर लाग्यो कि साथीहरू। पशुपति जाँदिन भनेर बसिरहेको थियो, जान मन लाग्यो अनि हिँडिदिएको है त। यहाँतिरको चहल पहल बेग्लै चलिरहेछ। हामी लाइनमा बसिरहेछ, मान्छेहरू झगडा गरिरहेछ, यतातिर भित्र छिर्न दिएन भनेर गजब रमाइलो भइरहेछ साथीहरू। बचिस् नि कस्तो लाग्यो फर्स्ट टाइम? ओ माई गॉड गाइस, मलाई जिउँदा देख्नुभयो, त्यही ठुलो कुरा हो। हामी चाहिँ सन्ध्या आरती भएको ठाउँतिर जाने भनेको त यति भिड थियो कि जानै सकेनौँ के। अनि माथितिर आएर यो डेकोरेसन गरेकोहरू हेऱ्यौँ अनि फ्रीको चिया खाएर अलिअलि भ्यू इन्जोय गऱ्यौँ। भिड थियो के भ्यू भन्नु। अनि साथी र म भएर चाहिँ उखुको जुस खायौँ अनि घर फर्क्यौँ साथीहरू। आजलाई यति नै, थ्याङ्क यू सो मच।